गुड मर्निङ गाइस गुड मर्निङ भन्ने कि गुड आफ्टरनुन भन्ने तर यहाँ मेरो चाहिँ आफ्टरनुन आफ्टर लङ टाइम भिडियो बनिँदैछ फाइनली हैन रमजान पनि सक्नै आँटेको छ आज डेट 26 र मैले चाहिँ लगभग 1 महिनाको बादमा डे अफ मिलेको छ क्या डे अफ पाएको छ त्यसैले म जान्दैछु भिडियो बनाउँदैछु भन्नु न जान्नु भन्दा पनि आज डे अफ पाएको हुनाले चाहिँ एउटा सानो भिडियो बनाउला भनेर चाहिँ म आइपुगेको छु त्यही हो अहिलेको टाइम चाहिँ 5-6 भइसकेको छ होइन 6 हुनु लागेको छ र अब हिजो राति ड्युटी सकाएर अहिले आउँदाखेरि डे अफ पनि के भन्ने होइन रुकै उठ्दाखेरि नै 3-4 बजिरहेको रहेछ दिउँसो डे अफ त सकिहाल्यो अब चाहिँ रेल सुरु हुन्छ किनकि रातिको ड्युटी हुँदाखेरि अब डे अफ भनेको राति नै हुन्छ नि त पहिले उठेर म चाहिँ यहाँ दोकान गएको यसो रिचार्जहरू के गर्नुपर्ने भन्ने लास्टै यो कुवेतमा दिस डेज चाहिँ इन्टरनेट पनि भुटान जस्तै महँगो भइसकेको छ यहाँ लास्टै धेरै महँगो भइसकेको छ भने क्या 5 केटीको हुन्छ नि त्यो रिचार्जहरू 1 महिना पनि थाम्दैन रहेछ अहिले चाहिँ त्यसले गर्दा एकदमै महँगो वाला फिल चाहिँ हुँदैछ त्यसोको क्रममा ठक्कै म चाहिँ उठ्नु बित्तिकै अब रिचार्ज चाहिँ एउटा गर्नु पऱ्यो भनेर चाहिँ मैले यहाँ देखाएन अस्ति सिटी सेन्टर त्यहाँ जाँदैछु म चाहिँ यो हो यहाँनिर अँध्यारो पनि भएको छ हो यस्तो हुन्छ अब त्यही हो त्यो चाहिँ रातभरि यसो बसिन्छ अनि बिहान भएकोपछि सुत्नुपर्छ फेरि भोलि अब ड्युटी त त्यही हो होइन बेलुका जानुपर्छ नि आज छुट्टी भयो भने पनि त्यो हुनाले यसो गइदिउँ न भनेर नि आज आफ्टर लङ टाइम बाहिर यसो रिफ्रेस चाहिँ बस्दा हान्नै भन्ने थियो कि तर भएन क्या त्यही हो गाइस रमजान चलिरहेको छ अब चाहिँ खाँदा हुन्छ तर बेलुका भयो उनीहरूको त्यो इफ्तार खानेको टाइम हुन्छ त्यो टाइम भइसक्यो है भएको हुनाले मैले बाहिर के खानु मिल्छ क्या अब चाहिँ अहिले बेलुका चाहिँ भनिदिउँ न सो अब बाटोमा हिँड्दाखेरि के खाने छ भने तिनीहरू खानुहरू मिल्छ एकदमै है किनकि यहाँ मस्जिद हुन्छ नि उनीहरूको यस्तो मस्जिदबाट चाहिँ उनीहरू प्रेहरू गरेर खानेकुरोहरू पुरा दिन्छ क्या यहाँ लाइक हेर त पुरा खाएर चाहिँ यो हो क्या खाइरहेको छ कुनैले होइन यो धनी मान्छेहरूले चाहिँ पुरा भातहरू बनाएर लिएर आएर दिन्छ बाँड्छ है यहाँ मस्जिदमा आएर चाहिँ त्यस्तो कार्यक्रमहरू हुन्छ बेलुका इफ्तार चाहिँ त्यो सक्यो मैले मस्त के खानु मिल्छ मैले पनि बाहिर अब अनि यहाँ त्यही हो म छट्टीसँगले मार्केटभित्र जान्छु त्यहाँ देखाउँछु है त्यही हो म त यसरी पो अर्किहाल्छ भनेको लास्टै अँध्यारो पो भइसकेछ भनेको अलिकति सपिङ गर्दै यो कुवेत पनि लास्टै महँगो हुनु थालेछ आजभोलि पैसाहरू त हाम्रो पानीहरू किन्दै सकिजान्छ भनेको यहाँ 2टा पानी अहिले हालैको लागि चाहिँ लिइरहेको अँध्यारो भइहालेछ नि होइन डे अफ त के भन्ने यहाँ उठेर यसरी बाहिर एक फन्काएर घुमेर उयो गर्दाखेरि नै मेरो डे अफ सकिगयो यार हेर त डे अफ त सकिगयो भनेको सो त्यही छ होइन आफ्टर लङ टाइम डे अफ मिल्दाखेरि खुसी भनौँ कि दुःखी भनौँ के हो जे होस् होइन केटाकेटीहरू भेट्यो अनि त्यही हो मेरो के भन्ने यहीँ काम गर्छ है यो हो है मम्मी दादा ड्याडी हजुरले हेर्नुहुन्छ होला नि त काम गर्ने ठाउँ चाहिँ यहाँनिर हो सरुको काम गर्ने चाहिँ यो भित्र अहिले भेटेर आएको म चाहिँ त्यही त मेरो चाहिँ छुट्टी आज पो भइदिइरहेको भनेको आफ्टर लङ टाइम नि अनि रात पनि परिहाल्यो यहाँ पानी अब भुटानको 500-600 त एकखेप पानी यसरी किन्दै सक्दैछ हो यहाँ एकखेप यसरी किन्दै सक्दो रहेछ होइन पानी त पैसा त हेर नि यहाँ अहिले खाने टाइम भने नि मैले उपर हेर ल यो खाने टाइम हो हेर मान्छेहरू कति छ यो हो क्या उनीहरूको खाने टाइम चाहिँ अब चाहिँ खान मिल्छ बाहिर ओपनली रमजानको बेलुका चाहिँ अब 5:40-6:20 चाहिँ उनीहरू पुरा खान्छ त्यस्तो छ धेरै
पछाडि चाहिँ मैले भिडियो बनाउँदैछु। यहाँ पनि हाम्रो भुटानको काम गर्नेहरू छ हो। यहाँ त मापलेर अलरेडी छ है। यहाँनिर 2 जना भुटानको भुटनिसहरू छ, लेडिजहरू। बिनितलगढमा त्यही हो। मैले बिनितलगढ चाहिँ कस्तो ठाउँ हो भने म बसेको चाहिँ यहाँ चाहिँ मार्केटहरू धेरै छैन क्या। सस्तोमा हामी त सस्तो खोज्ने हो नि त। अनि यो छ एउटा है, यो पनि महँगै पर्छ धेरै हामीहरूको लागि चाहिँ। अनि हामी सस्तो मार्केटमा जाने हो भने कि त म कुवेट सिटीमा जानु पर्यो के होइन भने त्यो सालमिया भन्ने ठाउँमा जानु पर्यो क्या, त्यस्तो हुन्छ। अनि यहाँनिर त्यो जहाँ पाए त यी दोकानहरू चाहिँ हुँदैन नि। यो एउटा दोकान भयो नि त है। यत्रो ठुलो एरियामा यही मात्र हो क्या ठुलो दोकान, अरू छैन, हुँदैन। हाम्रो त्यो भुटानको जस्तो जहाँ पाए त्यो बिल्डिङै पछि सानो सानो दोकानहरू छ नि, त्यस्तो होइन क्या। यहाँ चाहिँ हुँदैन त्यस्तो चाहिँ। फेरि यो केस काट्नेहरू भयो, यहाँ दोकानै भेट्दैन, दोकानै छैन। सबै यत्रो ठुलो बिल्डिङहरू छ होइन। यहाँनिर दोकानै छैन कुनै ठाउँमा। दोकान एउटा यहाँ सानो छ, त्यसलाई बाकाला भन्छ, पान दोकान जस्तो क्या हाम्रो भुटानमा, सानो दोकान। हौ त्यो दोकानहरूमा चाहिँ अब यो पानी मैले 200 रुपियाँमा किन्दैछ भने त्यहाँनिर धेरै महँगो हुन्छ क्या। र हामी त्यो महँगोलाई छोडेर यो सस्तोमा खोज्नु आउँछ नि। यो सिटी सेन्टर भयो है। र अझै यो सिटी सेन्टर भन्दाखेरि धेरै सस्तो मार्केटहरू छ है। तर त्यो मार्केटहरूको लागि चाहिँ म बसमा चढेर जानुपर्छ। यो बिनितलगढ भन्ने यो एरियामा चाहिँ छैन क्या, त्यतै छैन। सो त्यो हुनाले चाहिँ हुन्छ नि, तीमाथि यो दिन प्रतिदिन लास्टै महँगो भइसकेको छ क्या दाम। यहाँ पनि कुवेटमा पनि के सामानहरूको दामहरू पुरै इन्क्रिज भएको छ भनेको, पुरै। म स्टार्टिङ फ्रम द रिचार्ज है, डाटा पनि हेर न। पहिला 5 केटीमा 3-4 महिना थाम्ने आइदिन्थ्यो भयो भने आजभोलि 5 केटीको होइन, 5 केटीको डाटाले 1 महिना पनि पुगेको छैन क्या। अरूको केसेसमा कस्तो हो थाहा भएन, तर मेरो केसेसमा भने चाहिँ पाएन क्या, मैले पुगेन क्या मेरो 5 केटीको रिचार्जले होइन। त्यसले 6 केटीको गरिरहेको छु है। सो लास्टै यो 2-3 महिना चाहिँ इन्क्रिज भएको जस्तो फिल भइरहेको छ भनेको मलाई क्या। यस्तो छ नि, यस्तो छ है। यहाँ पानी चाहिँ बोक्नुपर्ने हुन्छ है। पानी चाहिँ त्यही हो, फिल्टर वाटरहरू हुन्छ, रुममा हुन्छ है। आफ्नो चाहिँ रुममा पनि हुन्छ। तर त्योभन्दा अझै हामी चाहिँ यसरी बोतलवालाको किनेर पिउने नै प्रिफर गर्छु। पानी हुँदै नहुने भन्ने चाहिँ होइन, हुन्छ। हरेक एपार्टमेन्टमा होइन, हरेक फ्ल्याटमा पानीको फिल्टरहरू लगाइदिएको छ उनीहरूले। तर वी डोन्ट नो होइन त्यो फिल्टरको पछि के छ कस्तो छ भन्ने कुराहरू। अब इमर्जेन्सी केसेसतिर भने हामी पिउँछु त्यो पानी होइन, खाना सब्जीहरू बनाउँछु। तर यसरी पिउनुको लागि चाहिँ हामी ढुक्कै बोतलवाला यस्तो यो पानीहरू नै किन्छु। यस्तो पानीहरू नै किन्छु के होइन भने पिउनुको लागि भने यता पनि यस्तोमा नै राखिदिएको हुन्छ। यहाँ छ फिल्टर हो, देखेँ नि, त्यस्तो हो क्या कुरा चाहिँ। त्यस्तो हुन्छ। पानी चाहिँ अलिकति अब आफ्नै लागि हो भनेर हामी चाहिँ अलिकति पैसा लगाएर खर्च गरेर किनेर खान्छौँ। यो 2 कार्टुन लगेको छ, यसले 1 हप्ता पुग्छ है। फेरि आएको हप्ता यसरी नै पानीहरू चाहिँ होइन। र सस्तो पाउँछ पानीहरू चाहिँ, अब अफरमा भइरहेको हुन्छ भन्थ्यो न। या त्यही हो गाइस होइन। यस्तो छ जिन्दगी आफ्टर लङ टाइमको भिडियो। आज नै हो है मेरो फुर्सद पाएको टाइम भनेको नै होइन। अब रुममा गएर लुगा सुक्खाहरू धुँदा यताउता के गर्दाखेरि ठिकै राति 12-1 बजिरहेको हुन्छ होइन। अनि सुत्नु पनि पर्छ भोलि बिहान भएपछि। फेरि भोलिदेखि ड्युटी त्यस्तै 11 घन्टाकै ड्युटी छ। अझै 3-4 दिन यो रमजान सकिन्जेलसम्म। त्यो हुनाले यो पानी म यहीँ छोडिराखेर जाँदैछु है। यहाँ हेरौँ कतिको सेफ रहेछ। मेरो बिल्डिङ हो, म बस्ने बिल्डिङ हो यो चाहिँ। मैले यहाँ पानी यहीँ छोडिराखेर चाहिँ जाँदैछु म। यो यस्तो हुन्छ है पानी यहाँको। यो पानी मैले 2टा किनेर लिएको छ नि, यो चाहिँ यहीँ छोडिराखेर चाहिँ म छट्ट दोकानमा जानुपर्ने हुन्छ। दोकान मैले भने नि यहाँ छ, यहाँ है बाकाला भन्छ क्या। यस्तो सानो दोकान हुन्छ, तर लास्टै महँगो हुन्छ ठुलो मार्केट भन्दाखेरि चाहिँ। त्यसले गर्दाखेरि म यो दोकानमा होइन र म अर्कोमा जानुपर्ने हुने छ है। तर यो सामान म के किन्नु जाँदैछ, यो सामान चाहिँ त्यहाँ सिटी सेन्टर म जहाँ अघि गएँ नि त्यहाँनिर चाहिँ पाउँदैन क्या। फेरि चाहिँ त्यो मसलाहरू के हुन्छ नि, मरमिठाईहरू यस्तो खाने सब्जीमा लगाउनेहरू, त्यो हामी अब भुटनिस अब स्पाइसेसहरू, इन्डियन स्पाइसेसहरू चाहिँ धेरै पाइँदैन यहाँनिर। जहाँ त्यो हामी भुटानमा इन्डियामा पाउँछ नि त्यस्तो कुराहरू चाहिँ। र त्यसले गर्दा पर एउटा राजस्थानको एउटा बाकाला छ क्या, इन्डियनको एउटा दोकान छ, पान दोकान भनिदिउँ न अब सिम्पल भाषामा भन्नुपर्दा चाहिँ। यहाँ चाहिँ बाकाला भन्छ। त्यो दोकानमा चाहिँ म गइरहेको अवस्था छु है। हेरौँ त्यहाँ गएर मैले पाउँछ कि पाउँदैन है।
हेर्नुपर्ने हुन्छ त्यहाँ गएर यो कुवेतमा यति साइलेन्ट अरू ठाउँ छैन क्या त्यो फारुवानिया सालमातिर गयो भने गाडी कति हो मान्छे कति हो म कुनै दिन भिडियोमा देखाउँछु है र कतिपय जस्तो मेरो पहिलाको भिडियोतिर छ पनि होइन त्यो त्यहाँको त्यो मेसिनहरूको नोइजहरू त्यो रेस्टुरेन्टहरू मान्छे कति हो तर यो मेरो ठाउँ यहाँ हेर न छैन नोइज चाहिँ क्या साइलेन्ट छ एकदम पिस छ क्या यहाँनिर चाहिँ एकदमै मान्छेहरू पनि हाई स्ट्यान्डर्डवाला मान्छेहरू धेरै बस्छ एपार्टमेन्टमा बस्नेहरू पनि होइन त्यसले गर्दाखेरि बेस्ट चाहिँ यो हो अनि त्यो मार्केटको लागि हेर्ने हो भने चाहिँ यहाँनिर धेरै सस्तो मस्तोवाला चाहिँ पाइँदैन सो म चाहिँ आइपुग्यो त्यो दोकान हो त्यहाँ बाकालाई भन्छ सानो सानो दोकान मैले थुप्रो खेप भइसक्यो भनेको म लगभग भनिदियो अब सानो पान दोकानमा गएको भनेको भन्दा पनि बुझ्छ हुन्छ है यहाँ हेर ल म देखान्छु यो क्या यहाँ छ नि यो यस्तो हुन्छ क्या यो दोकानमा गएर चाहिँ म केही सामानहरू किन्नु पर्ने हुन्छ है कफी पिउनु पर्यो यार कफी पिउनु पर्यो चाय रहेछ मिल्क कफी रहेछ ए छट्टसँगले कफी पनि आयो है यहाँ देख्दैछ नि यो कफी चाहिँ अब मैले अहिले यहाँ पिल्नु मिल्छ क्या छट्टसँगले मजाले पिएर जानु मिल्छ ओपनली भएरस हामीले दिउँसो चाहिँ पाउँदैन किनकि अब त्यही हो रमजानको महिनामा उनीहरूले व्रत बसेको हुन्छ नि त्यसै कारणले गर्दाखेरि अहिले भने चाहिँ छट्ट पिउनु मिल्यो है म चाहिँ यसको लागि होइन र अर्कोको लागि नआएको थियो त्यो पनि किन्यो यहाँ छ गोजीमा है त्यसको साथसाथमै कफी पनि पायो यस्तो मिठो कफी होइन म अहिले ओपनली पिउनु मिल्छ बाटोमा किनकि उनीहरू अब रमजानको त्यो व्रत सक्यो तर मैले दिउँसो पाउँदैन यसरी पिउनु क्या मजा छ नि त होइन यस्तो हो नि त देख्यो नि कति साइलेन्ट छ यो ठाउँ कति साइलेन्ट छ हेर न बिल्डिङहरू अस्ति म आएको बिल्डिङ यही हो क्या कति साइलेन्ट छ हो त्यसको साथसाथमा यहाँ मिठो कफी पिउनु पाउँदा त आम्मामामा साइलेन्ट चाहिँ मान्नै पर्छ है मैले पानी पो राखेको छ पानी के भएछ है पानी पनि राखेको छु मैले हो यति साइलेन्ट छ है म बस्ने ठाउँ यो हो नि त विनितलगर भनेको चाहिँ है छ धेरै ठाउँ छ कुवेतमा यस्तो यतिको साइलेन्ट भएकोहरू धेरै ठाउँ छ यही छट्टसँगले यहाँ एउटा वर्कसप छ यो यता सबै ट्याक्सीहरू पर्खिने ठाउँ हो है यहाँ हेयर कट गर्ने ठाउँ छ यति नै हो दोकान सोकान साह्रो भेटिँदैन ठक्क म जाँदैछु या मैले आज चाहिएको सामानहरू पनि किन्यो है रुममा के चाहिएको थियो स्पेसली त मेन भनेको नै पानी हो त्यो भयो त्यसको साथसाथमा कफी पनि आयो कफी मिठो रहेछ यार पर दोकानको चाहिँ यहाँ पनि यस्तो कफी पाउँछ यो सानो बाक्कालामा दोकानमा पनि तर यहाँको चाहिँ अलिक नमिठो लागेको थियो क्या मलाई नमिठो लागेको थियो तर त्यहाँको चाहिँ लास्ट मिठो नै रहेछ ओके गाइस म यो भिडियोलाई यहीँ एन्ड गर्दैछु यस्तै छ जिन्दगी होइन मेरो चाहिँ अब एज अ भ्लगर हुँदा पनि विदेशमा हुँदाको कारणले चाहिँ मेरो लाइफ चाहिँ यस्तै छ आज त्यो सकेको जस्तो छ त्यसको साथसाथमै मेरो पानी यहाँ रहेछ आज नै छ मेरो पानी आज यहीँ रहेछ हो कति सेफ छ कति सेफ रहेछ यहीँ रहेछ सो यो भिडियोलाई म यहीँ एन्ड गर्दैछु नेक्स्ट भिडियो आउँछ मेबी आफ्टर 2 weeks 3 weeks आफ्टर 1 month है ओके बाई बाई सी यू